35 केजी फ्रीको चामल जुन चाहिँ तपाईहरूले अन्त्योदय अन्न योजनाको अन्तर्गत पाउनु हुँदै थियो, सायद अब तपाईहरूले 35 केजी पाउनु हुने छैन। हजुर, तपाईहरु सबै ठिकै सुन्नु हुँदैछ है। नेशनल फूड सिक्युरिटी एक्ट 2013 मा केही फेरबदल सायद अब हुन सक्छ है, लगभग तय छ। के छ भन्दाखेरि अब जुन 35 किलो चामल फ्रीको चामल पाउँदै थिए है, त्यसमा के छ भन्दाखेरि अब 35 किलो नपाएर चाहिँ एकजना व्यक्तिले 7 किलो पाउनेछ। भन्नुको मतलब पहिला के थियो भन्दा घरमा 2 जना हुँदा पनि 35 किलो चामल पाउँथ्यो, 3 जना हुँदा पनि 35 किलो फ्रीको चामल पाउँथ्यो। तर अब चाहिँ के छ भन्दाखेरि चाहिँ एकजनालाई 7 किलो भनिसकेपछि एउटा घरमा 2 जना व्यक्ति छ भने 14 किलो, 7 किलो, त्यसरी 3 जना छ भने 21 किलो, 4 जना छ भने 28 किलो र जब 5 जना छ भने 35 किलो पुग्यो है। तर अब यहाँ प्रश्न यो आउन सक्छ कि 5 जनादेखि बेसी छ भने चाहिँ 5 जनादेखि बेसी छ भने पनि 35 किलो पाउँछ, तर 5 जनादेखि कम्ती छ, जस्तै 4 जना छ, 3 जना छ, 2 जना छ, 1 जना छ भने एक व्यक्तिको है 7 किलोको हिसाबले पाउनेछ। पहिला जस्तो 2 जना व्यक्ति हुँदा पनि अब 35 किलो चाहिँ सायद आउने दिनमा पाउनेवाला छैन। यो लगभग तय भइसकेको छ। यो एउटा ड्राफ्ट नोटिफिकेसन निकालेको छ भारत सरकारले, भइहालेको त छैन, तर आउने दिनमा लगभग हुने चाहिँ तय छ।